बाहिरबाट देख्नेले त सुखै सुख देख्छ, सुकिला लुगा देख्छ, हँसिलो मुहार देख्छ, तर साथी सबै आँसु कहाँ खुसेका हुन्छन् र? हेलो एभ्रिवान, नमस्कार, इट्स मी अनुराग। तपाईहरू हेर्दै हुनुहुन्छ वर्ड्स। पहिले म घरकी ठुली जेठी छोरी। हुन त मेरा यी हातहरूमा त्यो दिनदेखि पसिना आउन छाड्यो जुन दिन तिम्रो हात र मेरो सिउँदो एकैचोटि रातो भएको थियो। मेरा यी खुट्टाहरू त्यो दिनदेखि लोलो हुन छाड्यो जुन दिन तिमीले र मैले 7 जन्मसँगै हुन 7 फेरा लगाएका थियौँ। हुन त मेरा यी आँखाहरूले त्यो दिनदेखि आँसु बिर्सिए जुन दिन अब त ठुली भइछु भन्ने सम्झिएर भाइको अङ्गालोमा अन्तिम पटक रोएकी थिएँ। हुन त मेरो यो मन त्यो दिनदेखि गरुङ्गो हुन छाड्यो जुन दिन अग्नि साक्षी राखेर तिमीले र मैले मनको भारी बिसायौँ। हुन त मेरो यो तन त्यो दिनदेखि म हुन बिर्सियो जुन दिन तिमी र म हामी भएका थियौँ। तर सबै आँसु कहाँ खुसेका हुन्छन् र? आफूले सहेका दुःखहरू छोराछोरीले नपाउन् भन्ने लागेर बा आमाले ठुलो घर कल्पना गर्नुहुन्थ्यो मेरो लागि। ठुलो घर, ठुलो आँगन अनि ठुलो परिवारभित्रकी म सानी कान्छी बुहारी परेछु। ठुलो परिवार, घरभरि मान्छे, धेरै इष्टमित्र, तर भान्सामा कान्छी छे नि। ठुलो घरको ठुला मान्छेहरू कपडा फोहोर त लगाउनु भएन, कान्छी छे नि। घर फोहोर भएछ, इज्जत ठुलो छ, कान्छी छे नि। कान्छी जताततै हुन्छ, सबैको मुखबाट निस्किने पहिलो नाम कान्छी। तर सानी कान्छी कता छे अनि उसका सपनाहरू कता पुगे? सानो घरमा हुर्किए पनि उसका आँखाले कहिल्यै साना सपनाहरू सोच्दैनथे। उसको मन कहिल्यै सानो थिएन। साना साना कुरामा पनि हुने उसका खुसीहरू कहिल्यै साना थिएनन्। बाहिरबाट देख्नेले त सुखै सुख देख्छ, सुकिला लुगा देख्छ, हँसिलो मुहार देख्छ, तर साथी सबै आँसु कहाँ खुसेका हुन्छन् र? के गर्नु, आफ्नै संसारमा व्यस्त ठुलो सहरको मन सानो भएपछि त्यसैले कहिलेकाहीँ ठुलो छतको सानो कुनामा एकैछिन आफ्नो लागि समय पाएँ भने सोच्छु, मेरो सानो घरको सानो आँगनमा साना साना दाउराको सानो मुटु पोलेर मेरा ठुला मन भएका बा आमाले मेरो होइन, मेरो सपनाको विवाह गरिदिनु भएको रहेछ। विवाहित म होइन, मेरो सपना भएको थियो। थ्याङ्क यू फर वाचिङ। अब हामी हजुरलाई अर्को एपिसोडमा भेट्छौँ।